सुपरस्टार नायक पल शाहको फ्यान फलोर क्रेज बबालै रहेको छ। पल शाह जहाँ जान्छन् त्यहाँ तहल्का मचाउने गर्दछन्। यसै क्रममा आज पल शाह तनहुँमा भएको महोत्सव कार्यक्रममा गएका थिए र तनहुँमा पल शाहको बबालै क्रेज देखेको छ। पल शाहलाई तनहुँवासीहरूले भव्य स्वागत गरेको भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ र महोत्सव कार्यक्रममा पल शाहलाई हेर्नको लागि हजारौं दर्शकहरूको भिड लागेको भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तनहुँमा पल शाहको बबालै क्रेज देखेको छ। तनहुँमा पल शाहको मात्र नभएर यही आउँदो माघ 16 गतेबाट रिलिज हुन लागेको आबाट आमा चलचित्रको पनि बबालै क्रेज देखेको छ र तनहुँमा पल शाहले आबाट आमा चलचित्रको बबालै प्रमोसन पनि गरेका छन्। आबाट आमा चलचित्र पछिल्लो समय चर्चामा छ र यो चलचित्रको प्रमोसनमा पल शाह तीव्र गतिमा लागिरहेका छन्। पछिल्लो समय पल शाहले ब्याक टु ब्याक अन्तर्वार्ताहरू दिइरहेका छन् र महोत्सव कार्यक्रमहरूमा जाँदाखेरि आबाट आमा चलचित्रको बबालै प्रमोसन पनि गर्दै आइरहेका छन् र आज तनहुँमा पनि आबाट आमा चलचित्रको बबालै क्रेज देखेको छ। तनहुँमा पनि आबाट आमा चलचित्रले तहल्का मचाउने देखिरहेको छ। आबाट आमा चलचित्र माघ 16 गतेबाट रिलिज हुँदैछ। यो चलचित्रमा पल शाहलाई मुख्य भूमिकामा देख्न सक्छौँ। यसरी पछिल्लो समय पल शाह प्रमोसनमा व्यस्त रहेका छन् भने महोत्सव कार्यक्रमहरूमा जाँदाखेरि पल शाहको थामी नसक्नु क्रेज देखेको छ। आज तनहुँमा पनि त्यस्तै देखेको छ। हस्ते भन्दै म बिदा हुन चाहन्छु। हजुरहरूलाई पल शाह कस्तो लाग्छ? आबाट आमा चलचित्र हेर्नको लागि कतिको धेरै कुरियर बसिरहनु भएको छ? कमेन्ट गर्नु भने नभुल्नुहोला। हस्त धन्यवाद।